हेलो सम्पूर्ण मेरो साथीहरूलाई यो बेलुकाको समयमा गुड इभिनिङ भन्न चाहन्छु। र अहिले चाहिँ म तपाईँहरूलाई के देखाउन गइरहेको छु भने चाहिँ आजको चाहिँ म भिडियो आउनुको कारण चाहिँ के छ भने म तपाईँहरूलाई एउटा अर्ग्यानिक चिज देखाउँछु। ल त्यो चाहिँ के हो भने नि हेर्नुहोस्, त्यो चाहिँ हो यहाँ चाहिँ मैले यसमा एक बट्टा भनौँ न, एक बट्टा जति है, यो आइसक्रिमको बट्टामा चाहिँ एक बट्टा जति दुधको तर काटेर निकालेर चाहिँ है, यसो जस्तै यो होइन दुध छ नि त, यो सिक्किम मिल्क यसरी दुध ल्याउँछौँ होइन हामी। अन्त यो माथिको तरहरूलाई चाहिँ काटेर यसरी राखेर मैले चाहिँ दुई बट्टा बनाएको थिएँ। यो मैले एक बट्टाको मात्रै ट्राई गरेको। अन्त यो मिक्सीमा ट्राई गरेँ, भएन, पुरा यसरी उछिट्यो, यसको यो वासर नमिलेर पुरा उछिट्यो। अन्त त्यहाँबाट मैले चाहिँ यो बट्टामा हालेर चाहिँ हल्लाउन थालेको कि यहाँ हेर्नुहोस् ल घिउ कति आउँदो रहेछ भनेर नि, मलाईको चाहिँ यहाँ हेर्नुहोस् न कति मजाले डल्ला परिरहेको छ, हेर्नुहोस् त है बिर्कोतिर। ए अर्ग्यानिक घिउ चाहिँ यसरी आउँदो रहेछ साथी, अर्ग्यानिक नै भयो यो चाहिँ। अब म तपाईँहरूलाई देखाउने छु कति हुने रहेछ भनेर दुईवटा बट्टाको बनाएर अहिले हेर्दै जानुहोस् है। यहाँ हेर्नुहोस् है साथी, यो त्यो एउटा आइसक्रिमको बट्टाबाट चाहिँ यति ठुलो निस्किँदो रहेछ, कति मजाको हेर्नुहोस् न, घिउ मात्रै एक डल्ला हो। अब अर्को कति निस्किन्छ है। र म चाहिँ फेरि अर्को निकाल्नु गएको है त, अर्को बट्टा पनि मैले बेला पारेर आएको छु। त्यसको चाहिँ म तपाईँहरूलाई देखाउने छु। यहाँ परेछ, यसमा चाहिँ हेर्नुहोस् है कति छ भने यसमा नि यति छ, यति बढी भएको रहेछ। यसलाई म तपाईँलाई देखाउँछु ल। यहाँ चाहिँ यसरी हालिसकेँ मैले। अब यसलाई अलिकति पानी एड गर्छु म। हेर्नुहोस् मैले पानी चाहिँ यति एड गरेँ। अब चाहिँ यसलाई हल्लाउनु पर्छ। साथी हेर्नुहोस् है, यहाँनिर फेरि अर्को सेकेन्डको पर पनि घिउ जमिसक्यो, बनिसकेको छ। यसलाई म निकालेर देखाउने छु ल कति भएछ दुईवटा गरेर। ल हेर्नुहोस् है साथी, हो अहिले चाहिँ दुईवटै मिलाएर चाहिँ यति भएको छ, दुईवटाको झन्डै आधी किलो जति निक्लेको छ है। सिक्किम मिल्कबाट चाहिँ यसरी घिउ निस्किँदो रहेछ। तपाईँहरू पनि ट्राई गर्नुहोस् है। अन्त सबैले ट्राई गरेकै हुन्छ होइन, तपाईँले अगाडि गरेर बनाइसक्नु भएको होला, मैले चाहिँ फर्स्ट टाइमै गरेको है। र साथीहरू, मेरो यो छोटो ब्लग, मिनी ब्लगमा तपाईँलाई कस्तो लाग्यो आजको मेरो अर्ग्यानिक घिउ बनाएको? सो तपाईँलाई लाइक एन्ड कमेन्ट गरिदिनुहोस् है। धेरै दिनको बादमा फेरि पनि भिडियो लिएर आएँ, किनभने म अलिकति अस्वस्थ थिएँ। बिसन्चो भएको कारणले गर्दा मेरो यो कानमा चाहिँ के भएर के पसेर है, एउटा पानी पसेको न्यु मात्रै भएको थियो। अनि त्यो कारणले गर्दाखेरि दुखेर है, टाउको दुखेर ठो सुन्नेर होइन, झट हिर्काएर अनि पुरा कानबाट पिपहरू निक्लेर चाहिँ मैले यसरी 2, 3, 4, 5 दिन चाहिँ अस्वस्थ भएर भिडियो बनाउनु पाएको थिइनँ। र आज धेरै दिनको बादमा लिएर आएको छु है त। सबैलाई गुड नाइट, गुड इभिनिङ, बाई बाई।